हेलो गाइज, इट्स मी अनु खड्का फ्रम दिल्ली। आज चाहिँ म दिल्लीबाट मिनी ब्लग बनाइरहेको छु गाइज। हामीहरू चाहिँ बिहान बिहानै फ्रेस भएर चाहिँ बजारतिर निस्किसक्यौँ। फ्रेस पनि राम्रोसँग नभएर पेटमा भोक लागिसकेको थियो। हामी त तुरुन्त अलिअलि फ्रेस भएर चाहिँ हामी खानातिर लाग्यौँ। अब कता राम्रो खाना पाउँछ त, खाजा पाउँछ त भन्दै सोच्दै जाँदाखेरि अनि भाउजीले भन्नुभयो मैले एकदम राम्रो फ्रेस राम्रोवाला पराठा सेन्टरमा लिन्छु, यस्तो राम्रो पराठा पाउँछ त्यहाँ चाहिँ मनपर्छ है भन्नुभएको थियो। फाइनल्ली यस्तो राम्रो पराठा आइपुग्यो क्या, अचम्म लाग्यो। अब टेस्ट गर्दै हुनुहुन्छ उहाँले चाहिँ फर्स्टमा है, कस्तो मिठो गरेर खाँदै हुनुहुन्छ, म चाहिँ कन्ट्रोलै गर्न सकिनँ। त्यसपछि मैले पनि खाएँ अनि सँगसँगै दिच्छु पनि खाँदै हिँड्छ। वाउ कस्तो मिठो क्या, म कति धेरै खुसी भएको। साँच्चीको कस्तो मिठो थियो यो पराठा सेन्टरमा। पराठा चाहिँ मिठो पराठा, कस्तो क्लिन है, कस्तो राम्रो ठाउँ भनेको त भाउजीले कस्तो गफ दिइराख्नु भएको छ क्या। हेर्नुहोस् न, मक्खै भएर खाँदै मस्त भएर म चाहन्छु नि ठाउँमा कहाँ ल्याउँछु त होइन। म सधैँ आउँदा यही ठाउँमा चाहिँ मेरो बेस्ट पराठा सेन्टर हो क्या, यस्तै म नास्ता गर्छु भनेर भन्नुभयो क्या। साँच्चै हो रहेछ, मैले कस्तो मजाले गम खाइरहेको छु हेर्नु न गाइज। त्यो पछाडि हामी बजार घुम्न गयौँ। बजार चाहिँ कता जाने अब चाहिँ भन्ने सोच भयो कि अब रुममा गएर पनि के गर्नु, झ्याउ लागिरहेको थियो नि त। अब नाइटमा आएको, नाइटमा चाहिँ अब गाडीमा रेस्ट गरिसकेको थियौँ। अब हामी यत्तिकै अलिअलि फ्रेस भएर चाहिँ हामीहरू चाहिँ बजार निस्क्यौँ। यत्तिकै हिँडिरहेको थियौँ। यताबाट चाहिँ अटोमा गयौँ। गइसकेपछि चाहिँ अब धेरै टाढा चाहिँ गएको थिएनौँ हामीहरू, अलि नजिकै, किन भन्दाखेरि चाहिँ थकाइ पनि लागिसकेको थियो। त्यो पछाडि चाहिँ हामीले रुममा आउनु रेस्ट गर्नुपर्ने थियो गाइज होइन। अनि चाहिँ भाउजू यस्तो हाँसो लाउँदै हुनुहुन्थ्यो नि होइन, म त कन्ट्रोलै गर्न सकिरहेको थिएन क्या। म हाँसिरहेको छु तर मलाई एउटा इनर्जी पनि छैन होइन, तर पनि हाँसिरहेको छु मस्त। जाँदा जाँदै कस्तो राम्रो एउटा सानो नानीले चाहिँ हेर्नु न गाइज, कस्तो राम्रो ट्यालेन्ट के है, कसरी कन्ट्रोल गर्न सक्यो होला क्या आफ्नो बडीहरू है। यस्तो राम्रोसँग यस्तो राम्रो डान्स के भन्छ यसलाई थाहा चाहिँ भएन, ट्यालेन्ट होइन, कस्तो राम्रो ट्यालेन्ट। मैले चाहिँ क्याप्चर गरिहालेँ कि मेरो मनले चाहिँ मान्दै मानेन। मलाई जस्तो खुसी लाग्यो, एकछिनसम्म हेरेँ पनि मैले त्यहाँबाट। त्यहाँ हेरिसकेपछि अब हामीले कता जाने त भन्ने भयो होइन। त्यो भन्दा यताउता नजाऊँ, म चाहिँ रेस्ट गर्न जाऊँ रुम भनेर भनिरहेको थिएँ। अनि बाटोमा हेर्दै आउँदा चाहिँ आज चाहिँ दिल्ली बन्द थियो होइन। त्यस्तो राम्रो चाहिँ बाटोमा हिँड्दाखेरि चाहिँ त्यस्तो राम्रो सामानहरू पनि थिएन। तर यो चाहिँ राखीहरू चाहिँ सबैतिर राखीहरू मात्र थियो क्या। यसो हेर्दै क्याप्चर गर्दै हिँड्यो। बाटोमा राखी हेर्दै अब घर जाऊँ न त, रेस्ट गर्नुपर्छ भनेर चाहिँ हामी रुम आयौँ गाइज। थ्याङ्क यू फर वाचिङ।